दर्शकवृन्द नमस्ते। आजको अमेरिकन कन्भर्सेसन्स अर्थात् अमेरिकी संवाद कार्यक्रममा हामीसँग नेपालबाट अमेरिका आएर एउटा सफल उद्यमीको रूपमा स्थापित भइसक्नुभएका यो डीसी मेट्रो एरियामा रहेर सफल व्यावसायिक रूपमा स्थापित भइसक्नुभएका एक व्यवसायलाई हामीले निम्ताएका छौँ र उहाँ हुनुहुन्छ तपाईहरू सबैजनाले चिन्ने व्यक्तित्व जो समाजसेवामा पनि त्यत्तिकै सक्रिय हुनुहुन्छ, लोकनाथ तिवारी। त दर्शकवृन्द, यहाँभन्दा बढी मैले उहाँको आवश्यकता परिचय बढाउनु पर्ने आवश्यकता ठान्दिनँ। कुराकानी सुरु गरौँ तिवारीजीसँग। तिवारीजी, अमेरिकन कन्भर्सेसनमा हामी यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। थ्याङ्क यू फर गिभिङ मी दिस अपर्च्युनिटी। थ्याङ्क यू। अनि के गर्दै हुनुहुन्छ आजकल? अब जीवन त अब केही न केही त गर्नै पर्यो। अब आफ्नै सानातिना कामहरू व्यवसायहरूलाई नै निरन्तरता दिइरहेको छु। त्यो बाहेक फुर्सदको समयमा या केही समय निकालेर हाम्रै नेपाली कम्युनिटीमा केही सहयोगहरू गर्न सकियो भने काममा जुटिरहेको छु। नेपाली समाजलाई, नेपालमा बस्ने नेपालीहरूलाई तपाईँले यहाँबाट गरिरहेका सहयोगका अथवा योगदानका कुराहरू गर्दाखेरि कुन कुराहरू उल्लेख गर्न चाहनुहुन्छ यहाँ? अब त्यसरी उल्लेखनीय काम त अहिलेसम्म केही गर्न सकिसकेको अवस्था छैन। किनकि नेपालको अवस्था या नेपालमा रहने नेपालीहरूको अवस्थालाई धाँच्दा र अहिले हामीले भोगिरहेको सुख र सुविधा या यहाँको अवस्था हेर्दा हामीले गर्नुपर्ने धेरै छ। तैपनि आफ्नो बलबुताले भ्याएसम्म या आफूले अरू साथीहरू या अरू समाजको यहाँका अरू सङ्घ संस्थाहरूबाट सहयोग लिएर नेपालमा गरेका केही कुराहरूमध्ये मलाई सबभन्दा आत्मसन्तुष्टि या गर्व भएको वस्तु भनेको चाहिँ अहिले स्याङ्जा जिल्लाको वालिङमा 50 जना बालबालिकाहरूलाई हामीले निःशुल्क छात्रवृत्तिको व्यवस्था गरेका छौँ र उनीहरू चाहिँ कक्षा 1 देखि 12 कक्षासम्म निःशुल्क अध्यापन र उनीहरूलाई चाहिने मेटेरियल्सहरू भन्नाले लुगा कपडा र चाहिँ अन्य स्टेसनरीहरू उपलब्ध गराएछौँ। त्यो नै एउटा चाहिँ देखिने र आफूलाई अलिकति सन्तोष भएको चाहिँ विषय त्यो छ। त्यसबाहेक अब हामीले चाहिँ सानातिना रूपमा सक्ने किसिमका ग्रामीण व्यवसायहरूमा पनि संलग्न छु म। अब ती व्यावसायिक आफ्नो नाफाका लागि गरेको कुरा हुँदा ती कुरालाई उल्लेख नगर्न नै उपयुक्त होला। हजुर, यो बिचमा हामीले भर्खरै मात्रै सुनिरहेछौँ यो एनआरएन अर्थात् गैर आवासीय नेपालीहरूको सङ्गठन, जुन चाहिँ केन्द्रीय रूपमा एउटा सङ्गठन छ अनि त्यसपछि प्रत्येक देशहरूमा छुट्टा छुट्टै सङ्गठनहरू राष्ट्रिय प्रतिनिधि गर्ने हिसाबले त्यो भइरहेको अवस्थामा अमेरिकामा एनआरएन एनसिसीमा अहिले भर्खर मात्रै चुनावको माहौल अलिकति बढेको सुनिरहेका छौँ र हामीले पत्र पत्रिकाहरूमा सुन्दैछौँ यहाँले भाइस प्रेसिडेन्सीको लागि उम्मेदवारी दिने हल्ला सुनेको हुनाले के त्यो हल्ला साँचो हो या यो तपाईँलाई ल एनआरएनमा जानुपर्छ तपाईँ जस्तो व्यक्तित्व भनेर एउटा ब्याकग्राउन्ड क्रिएट गर्न खोजे हो? वाट इज द रियालिटी? होइन, त्यो कस्तो छ भने अहिले चाहिँ यो ऐतिहासिक नै हो भन्दा पनि हुन्छ। एनआरएनको स्थापनाको 10औं वर्ष बितिसक्दा पनि संयुक्त राज्य अमेरिकामा भएको चाहिँ यो राष्ट्रिय समन्वय कमिटी त्यति सक्रिय र हुनुपर्ने जति या त्यति यहाँको सबै नेपाली जो यहाँ बस्छौँ हामीहरू उहाँहरू समेटिन नसकेको अवस्थामा अहिले चाहिँ चुनाव हुने अवस्था देखिएको छ र हामीले पहिलेदेखि एउटा के सोच बनाएका थियौँ भने हामी विश्वको सबभन्दा राम्रो प्रजातान्त्रिक मुलुकमा बसिसकेपछि कमसेकम हामी प्रजातान्त्रिक ढङ्गबाट सङ्घ संगठनहरूलाई अगाडि बढाउनुपर्छ भन्ने सोच पहिलेदेखि नै थियो। तर विभिन्न कारणवश हामीले त्यो गर्न सकेका थिएनौँ। त्यसमा यो र उसलाई दोष लाउनुभन्दा पनि त्यही भित्रका प्रक्रियागत कुराहरू, कानुनी अडचनहरू,
बाइलजका कुराहरूले नै र परिस्थितिले बनाएका थिए र अहिले यो चुनाव हुन लागेको परिप्रेक्ष्यमा अस्ति न्युयोर्कमा चुनाव गर्नुपर्छ भन्ने माहौल थियो र त्यो माहौलमा चाहिँ के भयो भन्दा जहिले जस्तै इलेक्सन नभएर सेलेक्सन हुने परिस्थिति देखियो र त्योबाट उन्मुक्ति दिनको लागि मैले पहिलोपटक म नै पहिलो व्यक्ति हो। मैले भने हेर अब यो चाहिँ यसरी अब यो सेलेक्सनको कुरा तँ जाऊ भनेर भागभण्डाको कुरा छोडौँ, यसलाई एउटा प्रजातान्त्रिक ढङ्गबाट लानुपर्छ भनेर यो पटकको इलेक्सनमा सबभन्दा पहिले मैले चाहिँ ल म त क्यान्डिडेट भएँ, अब तपाईँहरू पनि हुनुहोस् भनेर यो चाहिँ एउटा वास्तवमा यो क्रान्तिकारी नै कुरा हो। यो सुरु गरेपछि अहिले सम्पूर्ण धेरै साथीहरू चाहिँ लाग्नु पनि भएको छ, यो रमाइलो पनि लागिरहेछ र यो हेर्दा के देखिन्छ भने अब साँच्चै एनआरएनमा सहभागिता पनि बढ्छ, अब उम्मेदवारको पनि उल्लेख्य अभिवृद्धि हुन्छ, सबै साथीहरू नयाँ एजेन्डा एउटा रूप लिएर आउनुहुन्छ। यसले गर्दा एनआरएनले चाहिँ के भन्दा एउटा गति लिन सक्छ भन्ने मलाई लागेछ। त्यो हिसाबले नै मैले चाहिँ यो उसमा चाहिँ वरिष्ठ उपाध्यक्षमा मैले आफ्नो मनोनयनको लागि घोषणा गरेको मनोनयन पत्र दाखिल गर्ने बेला चाहिँ आइसकेको छैन। ओके, भनिसकेपछि यो एनआरएन तपाईँले अघि सानो कुरा गरिराख्नु भएको थियो, एनआरएन मुभमेन्ट सुरु भएको 10 वर्षभन्दा बढी भइसक्यो भनेर। नेपालमा एनआरएनले गरेका उल्लेख्य उपलब्धिहरू केही हजुरलाई हामीलाई अथवा हाम्रो दर्शकहरूलाई उपलब्धिको बारेमा केही जानकारी गराइदिन सक्नुहुन्छ? हजुर, सबभन्दा ठुलो उपलब्धि भने आज हामी एनआरएनको जसले जहाँबाट परिकल्पना भएर आज आइपुग्दा 67वटा राष्ट्रमा नेपालीहरू सङ्गठित रूपमा छन्। त्योभन्दा ठुलो उपलब्धि केही हुनै सक्दैन। अहिले हामीलाई ठ्याक्कै भन्दा र हेर्दा जुन देशमा गए पनि नेपालीहरूको स्थिति, नेपालीहरूले गरेका क्रियाकलापहरूका बारेमा जानकारी लिन सकिन्छ। त्यो सबभन्दा ठुलो उपलब्धि हो। अब के हुन्छ भने अब नेपालमा ठ्याक्कै के गर्यो भनेर देखाउने त नम्बर गनेर देखाउने कुराहरू थुप्रै छन्, तर त्यो अहिले देखाइहाल्न पर्ने औचित्यपूर्ण पनि भएका छैनन्। तर सबभन्दा ठुलो कुरो उपलब्धि त त्यो सङ्गठनै हो। अब हामी सङ्गठनात्मक रूपमा अघि छौँ। अब त्यो सङ्गठन शक्तिलाई नेपालमा भित्र्याउन सकेको परिस्थितिमा नेपालको चाहिँ विकासले ठुलो फड्को मार्न सक्दछ। तर अब के गरे भनेर देखाउने कुरामा अब एक दुईवटा कुरा चाहिँ उदाहरणका रूपमा दिने हो भने अहिले त्यो एनआरएनको गठन भइसकेपछि विदेशमा बस्ने नेपालीहरूको नेपालमा आउने एउटा के भन्छ त्यसलाई प्रक्रिया भनौँ या नेपाल त्यो फ्रिक्वेन्सी चाहिँ बढेको छ। त्यसले प्रत्यक्ष अप्रत्यक्ष रूपमा टुरिज्मलाई नै असर पारिहाल्यो। त्यसले गर्दा टुरिज्म वृद्धि त भएकै छ। अब लगानीका कुराहरू पनि एक दुईवटा चाहिँ प्रोजेक्टहरू नन रेसिडेन्ट नेपालीहरूले आफ्नै बताबुलले चाहिँ गर्नुभएको छ। एउटा दुईवटा ब्याङ्क चाहिँ सञ्चालन गर्नुभएको छ। एउटा दुईवटा चाहिँ हस्पिटलहरू चाहिँ सञ्चालनमा छन्। त्यस्तै स्कुलहरूमा र स्कुलहरूमा कृषि। ओके, तिवारीजी मैले तपाईँलाई सोधेको थिएँ यो एनआरएन मुभमेन्ट जुन देशमा अगाडि बढ्दै गइरहेछ नि, त्यो मुभमेन्ट अमेरिकामा त्यति जुन रूपमा जानुपर्ने हो नि त्यो रूपमा गएको देखिँदैन। तपाईँको उम्मेदवारीले यसलाई कुन तहमा लिएर जान्छ भनेर हामी अमेरिकामा भएका एनआरएनहरूले आशा गर्ने? अवश्य भने अब त्यो यो उम्मेदवारी मात्रै होइन, यो इलेक्सन पछि एनआरएनको गतिमा चलायमान हुन्छ, गति लिन्छ र यसमा दुईवटा किसिमका हामीले गोल राखेका छौँ। एउटा चाहिँ दीर्घकालीन छ, एउटा अल्पकालीन छन्। अल्पकालीन अहिले तत्कालै के गर्ने त हामी वास्तवमा अहिलेको इलेक्सन चाहिँ 1 वर्षको टर्म हो। यसले त मेरो विचारमा एनआरएनलाई संस्थागत गर्न
सर्ट टर्म छ, यो संस्थागत गर्नै पर्छ, नभए अघि बढ्न सकेन। त्यसपछि दीर्घकालीन योजनाहरू छ, त्यसको बारेमा म अलिकति भनौँला। तर ती गोलहरू चाहिँ 1 वर्षभित्र पुरा हुँदैन। हामीले चाहिँ त्यसलाई एउटा योजनाका रूपमा राख्छौँ। हामी बढी बसे यो टर्म बसौँला, अर्को 1 टर्म बसौँला, त्यसपछि त यो हस्तान्तरण हुन्छ नै। तर यस्तो किसिमको हामीले गोल र नीति एउटा तय गर्ने कोसिसमा छौँ जसले दीर्घकालीन रूपमा पछिसम्म यसको इम्प्याक्ट चाहिँ नेपाललाई र यहाँ डायस्पोरामा बस्ने नेपालीहरूलाई पर्छ। जस्तै मैले तपाईँलाई एउटा उदाहरण दिइहालौँ। अमेरिकाको चाहिँ जब चाहिँ एउटा संरचना भयो, परिकल्पना गरियो, त्यतिखेर चाहिँ जर्ज वासिङटनले जुन दूरदर्शिताले उहाँले चाहिँ उहाँको उसमा चाहिँ नेतृत्वमा संविधान बने, सबै कुराहरू भने अहिलेसम्म पनि उदाहरण लागेका छन् र भइरहेछ। त्यो प्रकारको यो अवस्थामा, शिशु अवस्थामा हामीले यसलाई चाहिँ एउटा 2 प्रकारको गोल, एउटा चाहिँ सर्ट टर्म र लङ टर्म गोल चाहिँ राखेर गयौँ भने राम्रो हुन्छ र त्यसैमा छौँ। र पहिलो हाम्रो प्राथमिकता भनेको यसलाई प्रजातान्त्रिकरण गर्ने। अमेरिकामा अहिलेसम्म एनआरएन यो एनसीसी नेसनल कोअर्डिनेसन काउन्सिल चाहिँ प्रजातान्त्रिक रूपमा थिएन, हुन सकेका थिएन। विभिन्न कारण छ, विभिन्न कारण। त्यसलाई चाहिँ अन्यथा नलिउँ। किन भन्दा अब कहीँ पनि जस्तै यहीँ पनि युद्धको बेलामा त थिएन होला, पछि गएर यो त टाइम लाग्ने कुरा, त्यसलाई चाहिँ नकारात्मक रूपले नलिकन अब अहिले एउटा प्रस्तावित बाइलज पनि आएको छ, सम्भवतः त्यो पास होला। त्यो भयो भने धेरै कुरालाई चाहिँ खुलस्त गर्छ। अब त्यो मैले बाइलजको बारेमा सबै पढेर सुनाउन त सक्दिनँ, त्यसो त हजुरले चाहिँ वेबसाइटमा छ, हेर्न सक्नुहुन्छ। हामीले अहिले चाहिँ एनआरएनलाई तपाईँले चाहिँ एउटा ग्रासरुट लेभलसम्म लग्ने हाम्रो खास योजना त्यो के छ भने तपाईँलाई एउटा उदाहरण दिउँ। भनिन्छ अहिले अमेरिकामा लगभग 1 लाखको हाराहारीमा नेपालीहरू छौँ। अब त्यो वास्तविक आँकडा सम्भवतः कसैलाई पनि थाहा छैन, अनुमान नै गर्ने हो, तर चाहिँ लगभग 1 लाख छन् भनिन्छ। र अहिलेको यही चुनावमा मेरो विचारमा 2 या 3 हजार सदस्य मात्रै सहभागी हुने लक्षण देखिरहेछ। त्यसको पनि पक्का चाहिँ नम्बर आइसकेका छैन। 1 लाख जनसङ्ख्या भएको ठाउँमा 3 हजारले चाहिँ मतदान दिएर म इलेक्टेड भएँ भने म इलेक्टेड भएको भन्ने कि म सिलेक्टेड भएको भने त्यसमै आफैमा प्रश्न चिन्ह छ। तैपनि त्यसलाई म सकार्दै, तर मेरो कार्यकालमा अवश्य पनि यसलाई ग्रासरुटमा सबैको ठाउँमा पुग्ने, एनआरएनको महत्त्व बारेमा भन्ने र सबैलाई एनआरएनप्रति आबद्ध हुन चाहिँ छातामा उडाउने एनआरएन भन्दा आउने, छाता भन्दा पनि खुलै चौर भयो भने सबै आउने, अट्ने, सहभागी हुने, इन्भल्भमेन्ट हुने चाहिँ वातावरण मैले गराउनमा लाग्छु। मेरो पहिलो चाहिँ सर्ट टर्म गोल भने यही हो। अब लङ टर्म गोलमा चाहिँ म तपाईँलाई धेरै ब्रिफली म भनौँ, हामी नेपाली यहाँ आउँदा पनि चिनिँदा ओरिजिन कहाँ भन्दा नेपालै हुन्छ। अमेरिकनै सिटिजन लिएको भए पनि प्लेस अफ बर्थ नेपालै हुन्छ भनेपछि नेपालसँग हामी घाँसिएका छौँ। यसमा हामीले हुन टास्क फोर्सहरू नबनेका होइनन्, बनेका छन्। एनआरएनमा टास्क फोर्सहरू छन्, त्यसमा चाहिँ अब महिलाको छ, बालबालिकाको छ, टुरिज्मको छ, ह्यान्डिक्राफ्टको छ, हरेक 15-20 वटा छन्, तर चाहिँ कार्यान्वयन भएको छैनन्। तिनीहरूलाई हामीले त्यसमा नहुनाको खास कारण चाहिँ म्यान पावर पनि हो। किन भन्दा अब हजुरको चाहिँ एनआरएन एनसीसी युएसएमा मेम्बरसिपै कम छ। 50 स्टेट छ, 300 जना। योभन्दा पहिले त 300-400 जना मात्रै मेम्बर हुनुहुन्थ्यो, रजिस्टर्ड मेम्बर, साधारण सदस्यहरू। ती सबैजनालाई इन्भल्भ गर्ने हो भने पनि हजुरको चाहिँ के भन्दाखेरि त्यो टास्कमा बसेर काम गर्ने या चाहिँ मोबिलाइज गर्न नसक्ने अवस्था छ। 50 वटा स्टेट छ, यत्रो ठुलो क्षेत्रफल छ। त्यसकारण हामीले सकेसम्म धेरै हामी नेपालीहरू जुन यहाँ बस्छौँ उहाँहरूलाई इन्भल्भ गर्ने र परिचालन गर्ने, र त्यो परिचालन गरेर त्यसमा चाहिँ चाहे तपाईँको पर्यटन विकासको कुरा होस्, चाहे चाहिँ तपाईँको चाहिँ इन्भेस्टमेन्टको कुरा होस्, कलेक्टिभ इन्भेस्टमेन्टको कुरा आइरहेछ, चाहे चाहिँ तपाईँको यहाँ नै हाम्रो चाहिँ संस्कृति जगेर्नाका कुरा हुन्, भाषाका कुराहरू हुन्, ती कुराहरूलाई हामीले लिएर जान सक्छौँ। त्यसमा यो चाहिँ 2टा गोल भएको हुँदा यो अहिले 1 वर्षभित्र सबै केही पनि गर्न सकिन्न। अहिले एटलिस्ट यसलाई विस्तार गर्ने कुरा भनेपछि तपाईँको सर्ट टर्म गोल चाहिँ सदस्यता अथवा बढी से बढी नेपालीहरूलाई एनआरएनको अम्ब्रेलाभित्र लिएर आएर उनीहरूलाई सहभागी गराउने र उनीहरूबाट आएको इन्भल्भमेन्टलाई अनि उनीहरूबाट आउने सदस्यता बापतका जुन रकम हुन्छ अथवा कुनै एउटा नयाँ कार्यक्रम लिएर गएर
नेपालमा नयाँ कलेक्टिभ इन्भेस्टमेन्टका कुराहरूमा अगाडि बढाउने दिज आर व्हाट यु इन्टेन्डेड नो एक्चुअली त यसो भनौँ अब त्यो सदस्यता आउने रकमहरू चाहिँ त त्यो चाहिँ एडमिनिस्ट्रेसन खर्चमै जाला त्यसलाई चाहिँ नगर्नौँ तर कुरो के छ भन्दाखेरि कलेक्टिभ इन्भेस्टमेन्टको अर्थ के हो भने हामीहरू चाहिँ के भन्दाखेरि एक्लै एक थुकी सुकी 100 थुकी नदी भन्ने एउटा उखान छ हामीले अहिले नै कुरा गर्दा 1 लाखका हाराहारीमा नेपाली छौँ भनेर भनियो यदि 1 लाख नेपाली हुनुहुन्छ र 1 लाख नेपालीले $100 को डरले महिनामा इन्भेस्ट गर्ने इच्छा हाम्रो जाग्यो या त्यसको लागि प्रतिबद्ध गरियो र मेरो विचारमा भन्ने हो भने अमेरिका बसेर $100 चाहिँ विकासको उद्योगको लागि लगानी गर्ने भन्ने कुरो ठुलो कुरो होइन तर त्यो $1 लाख टाइम्स 100 गर्ने हो भने नेपालको परिप्रेक्ष्यमा यो ठुलै हुन्छ र हरेक महिनामा हामीले एउटा सानो योजना चाहिँ सञ्चालन गर्न सक्छौँ र त्यो योजना गर्ने क्रममा त्यो लगानी गर्ने पैसाहरू चाहिँ रेट अफ रिटर्न हेरेर लगानी गऱ्यौँ भने नेपाल सरकारले गर्न नसकेको ठाउँमा हामीले सहज रूपमा लगानी गर्न सक्छौँ मसँग क्याल्कुलेटर छैन अहिले तत्कालै यसको यति हुन्छ भनेर कन्भर्ट गर्न तर त्यो हिसाबले कलेक्टिभ इन्भेस्टमेन्ट भनेको के हो भन्दा सबैसँग अलिअलि गरेर लगानी गर्ने एउटा कोअपरेटिभ हिसाबबाट जान सक्छ तर नेपालको सेक्टरमा त्यसरी लगानी गर्दा हामीसँग अमेरिका मात्रै नभएर अरू देशमा पनि हुनुहुन्छ मान्छेहरू त्यसरी एकैचोटि गयो भने नेपालमा ठुलो धनराशि भित्रिन सक्छ न कि यहाँ चाहिँ अब हामीले फरेन यो 10 वर्षको बिचमा यो सामान्य काम हो नि हैन र ल लेट्स गो टु नेपाल विथ अ प्रोग्राम विथ कलेक्टिभ इन्भेस्टमेन्ट भनेर जानु तको लागि त एकदम सामान्य कुराहरू नि किन नेपालमा त गर्नको लागि त धेरै कुराहरू छ नि जहाँबाट रिटर्न दिन सकिन्छ नहुनुको कारण के हो कुरो केही पनि सानो र सहज चाहिँ केही पनि छैन त्यो कार्यान्वयन पक्ष चाहिँ गाह्रो छ सबभन्दा पहिले त हाम्रो दुर्भाग्य के थियो भन्दाखेरि एनआरएन आइसिसीकै कुरा गर्दा नेपालमा दर्ता भर्खर मात्रै भएको हो यसको परिकल्पना 10 वर्ष पहिले भए पनि त्यो के भन्दाखेरि हाम्रो प्रस्तावना आइसिसीले एनआरएनले चाहिँ आफ्नो परिचय माग्दा 180 दिनभन्दा बढी चाहिँ नेपालभन्दा बाहिर बसेको मतलब सार्क कन्ट्रीभन्दा बाहिर बसेको नेपाली त्यो चाहिँ एनआरएन हुनुपर्छ भन्ने थियो भने नेपाल गजेटमा चाहिँ 2 वर्षभन्दा बढी बसेको व्यक्तिलाई मात्रै गैर आवासीय मान्ने भन्ने प्रावधान थियो त्यसमै हाम्रो ठुलो विवाद रह्यो पहिलेको हाम्रो अग्रजहरूले पनि त्यसलाई धेरै कोसिस गर्नुभयो र अहिले भर्खरको चाहिँ के भन्दा सम्मेलनले हैन हामीले नेपालको कानुनसँग बाजिने कुरा नगरौँ किन भन्दा कानुनमा बाजेर हामीले कुनै पनि संस्था दर्ता गर्न सक्दैनौँ जे कानुन छ त्यसको दायरामा गएर दर्ता गरौँ र त्यो पहल गर्नलाई पछि हामीले माग राखौँ भन्ने कुरामा सहमत भइयो र त्यही अनुसार दर्ता भयो जबसम्म सङ्घ या कुनै संस्था दर्ता हुँदैन तबसम्म चाहिँ अब तपाईँको चाहिँ ट्रान्सपेरेन्सीका कुरा भयो लजका कुराहरू विभिन्न कुराले गर्दा चाहिँ यो लान सकिएन र अर्को कुरो एनआरएन नै सङ्गठित नभइसकेपछि अहिले भन्दा पो 1 लाख मान्छे भयो 1 लाख मानिसहरूसँग पुग्ने हाम्रो माध्यम नै छैन वास्तवमा भन्यो भने त्यसो हुँदा सबभन्दा पहिले सङ्गठनको जरुरी छ त्यो भइसकेपछि मात्रै अनि त्यसपछि कन्भिन्सको कुरा पनि आउँछ तपाईसँग मैले $100 इन्भेस्टमेन्टको लागि मागेँ भने मैले त्यो कार्ययोजना ल्याउनु पर्यो त्यो रिटर्न हुने चाहिँ तपाईलाई चाहिँ तपाईको पैसा फस्दैन यो फर्कन्छ भन्ने कुरो तपाईलाई चाहिँ देखाउन सक्नु पर्यो कन्भिन्स गर्नु पर्यो यावत कुराहरू छन् त्यसले गर्दा यसलाई टाइम लागेको हो अब सबैले त्यो कुरो बुझिसक्नु भएको पनि छ अब लगानी गर्न पर्छ भन्ने पनि स्थिति भएको हुँदा आई थिंक दिस इज राइट टाइम टु डु त्यसो हुँदा जे कुरा हुन्छ त्यो समय सापेक्ष नै हुन्छ जस्तो लाग्छ मलाई हजुर यो एनआरएन को उम्मेदवारी जुन प्रतिस्पर्धामा जाँदाखेरि तपाईले आफूलाई यस कारणले गर्दाखेरि म आइम डिफरेन्ट फ्रम अदर्स भनेर भन्ने एजेन्डाहरु तपाईको के छ यति बेला कोही भन्दा डिफरेन्ट हुन सक्ने म कुनै चमत्कारी हुन सक्ने त केही पनि छैन तर यो हो कि मैले आजसम्म अविच्छिन्न रूपमा चाहिँ समाजमा गरेका क्रियाकलापहरू नै मेरो आइडेन्टिटी हुन् त्यसको आधारमा नै हाम्रो चाहिँ आदरणीय सदस्य साथीहरूले मत दिने हो त्यसमा म कुनै
ठुलो चाहिँ छाप लगाएको या छुट्टै प्रकारको चाहिँ व्यक्तित्व हो भन्ने केही पनि होइन र यसैमा पनि के छ भने टिमले काम गर्ने हो। भोलि अन्ततगत एउटा सम्पूर्ण टिम, म त यसमा एउटा सहयात्री मात्रै हुँ। त्यसो हुँदा चाहिँ म आफैमा मेरो यस्तो छुट्टै आइडेन्टिटी छ, म अरूभन्दा भिन्न हुँ भन्ने त किमार त छैन र एउटा समाजमा बस्ने प्राणीले त्यो सोच्न पनि हुँदैन। म कोहीभन्दा भिन्न छैन, तर मेरो जस्टिफाई गर्ने कुराहरू मेरा विगत हुन्। मैले गरेका क्रियाकलापहरू, मैले समाजमा देखाएका आचरणहरू नै मेरा चाहिँ राम्रा पक्ष होलान्। किन भन्दा मैले अब गर्दै नगरेका कुरा मेरा राम्रा ती हुन् भन्न अलि अत्युक्ति हुन्छ या त्यो चाहिँ भन्न हुँदैन जस्तो मलाई लाग्छ। हजुर, राम्रो हो नि त यो कुरा त होइन? अब त्यो त्यसो भए अब हजुरलाई कस्तो लाग्छ त्यही नै हो सत्य। र मैले अरू चाहिँ मेरो चाहिँ मित्रहरूलाई पनि त्यही अनुरोध गर्छु, जस्ट भोट दिँदा कसैको चाहिँ सिद्धान्त, नीति या कुनै राजनैतिक या कुनै समूहगत भन्दा पनि व्यक्ति, उसले गरेका क्रियाकलाप, उसको चाहिँ दर्पण, किन भन्दा उसको चरित्र नै उसको ऐना हो, उसले भोलि चाहिँ गर्न सक्ने काम हुन्। त्यो हेरेर योग्य मान्छे टिममा आयो भने काम गर्न सजिलो हुन्छ र मभन्दा राम्रो कोही आयो भने उहाँलाई नै दिँदा हुन्छ र दिनुपर्छ। त्यो नै हो। तिवारीजी, तपाईँ त यो अमेरिकामा एउटा अर्ग्यानिक फार्मरको रूपमा पनि परिचित हुनुहुन्छ नि? हो, मैले बताइदिनुहोस् न हाम्रो दर्शकहरूलाई। अब म चाहिँ कृषकको छोरा। हजुर। सानोदेखि नै कृषिमै रमाइयो हुर्कियो। हामीहरू विशेष गरेर स्कुल पढ्न गएर आउँदा साँझ बिहान पनि घर यासी कामहरू, हाम्रो त ठुलो 32 जनाको परिवार थियो। मेरो दिनदिनै खुर्सानी टिपेर चाहिँ बिहान नदिने भने हजुरआमाले चाहिँ बेला चाहिँ के भन्दा स्कुलमा खाना पाक्दैन, किनभने मेरो सर्टेन काम हुन्थ्यो, खुर्सानी टिप्ने काम मेरो हुन्थ्यो। त्यसरी खेतीमा कृषिमा रमाइरहेको व्यक्ति यहाँ आउँदा मलाई चाहिँ नेपाल धेरै मिस हुन्छ। तपाईँहरूलाई थाहा छ, म वर्षमा 2-3 पटक नेपाल जान्छु। त्यो चाहिँ खास के रहेछ भन्दा नेपालसँगको मेरो चाहिँ एट्याचमेन्ट, म त्यो चाहिँ एकदम भावनात्मक सम्बन्ध भएको कारणले त्यो भयो। र त्यसमा पनि मेरो सबभन्दा नजदिक मेरो चाहिँ खेतीबारी नै रहेछ। किन भन्दा अहिले पनि म नेपालमा जाँदा कहिलेकाहीँ वालिङ गएँ भने त्यहाँ रोपाइँ भइरहेछ भने म चाहिँ गाडी साडीमै गएँ भने पाइन्टलाई माथि सारेर चाहिँ एउटा आली लाएर अर्कैको भए पनि लाएर हिँड्ने चलन छ। त्यो आई लभ द्याट। अनि त्यो कारण पनि होला मलाई चाहिँ भित्रपट्टि मलाई कृषि प्रति मलाई चाहिँ बढी चाहिँ म चाहिँ थिएँ, आसक्त थिएँ। र यहाँ आइसकेपछि यहाँको परिस्थितिले यहाँ बस्नुपर्ने स्थिति आयो। मैले के सोचेँ भन्दा यो कृषि त यहाँ पनि गर्न सकिन्छ भन्ने हिसाबले र योभन्दा मैले 7-8 वर्ष पहिल्यैदेखि यहाँ चाहिँ एउटा सिम्पल फ्रेस अर्ग्यानिकको एउटा मोटो लिएर रेस्टुरेन्ट सञ्चालन गरिरहेको छु। त्यसलाई मैले के सोच्दा यो चाहिँ मलाई सिम्पल फ्रेस अर्ग्यानिक, सिम्पल फ्रेस एन्ड अर्ग्यानिक, सिम्पल फ्रेस एन्ड अर्ग्यानिक। ए भनेपछि तपाईँले अहिले यो सिल्भर स्प्रिङमा चलाएको रेस्टुरेन्ट चाहिँ सिम्पल फ्रेस एन्ड अर्ग्यानिक, द्याट इज द कन्सेप्ट। एन्ड हाम्रो भेजिटेबलहरू अर्ग्यानिक छन्, प्रयोग गरिन्छ। अनि त्यसपछि मलाई के विचार आयो भने कमसेकम मलाई आफूलाई चाहिने उत्पादन हुने भेजिटेबलहरू आफैले किन उत्पादन नगर्ने, अन्तबाट किन्नुभन्दा आफैको गरौँ भन्ने हिसाबले अहिले हामीले यसलाई फार्म्स टु द टेबल भन्ने एउटा नयाँ कन्सेप्टका साथ आफ्नै फार्ममा आफूले नै चाहिँ अर्ग्यानिक तरकारीहरू उत्पादन गर्नु पर्यो भन्ने हिसाबले विगत 2 वर्षदेखि लागिरहेको छु। र यो सिजनबाट हाम्रो चाहिँ आफ्नो उत्पादन हामीले चाहिँ हाम्रो कस्टमरहरूलाई सल्भ गर्न सक्छौँ। र त्यो बढी चाहिँ हामीले कम्युनिटी बेस या अरू हामीले चाहिँ 1-2वटा चाहिँ अर्ग्यानिक स्टोरहरूसँग कन्ट्र्याक्ट भइसकेका छ, सम्भवतः उहाँहरूलाई बेच्छौँ। र हामीसँग अहिले 2टा प्लट गरेर एउटा 100 एकरको एउटा 40 एकरको 2टा फार्म छ। त्यसमा चाहिँ हामीले 12 एकरमा चाहिँ अर्ग्यानिक फार्म चाहिँ सुरु गरेका छौँ, बाँकी चाहिँ क्रप्सको लागि प्रयोग गरिरहेका छौँ। तपाईँको यो नयाँ कन्सेप्ट अर्ग्यानिक फार्मिङको कन्सेप्ट र तपाईँको यो नेपाली समुदायलाई सेवा गर्नको लागि तपाईँले आफ्नो घरको समय, परिवारको समयलाई थाती राखेर थोरै समय समाजसेवाको लागि जुन दिनको लागि तपाईँ अलिक बढी सक्रिय भएर यो एनआरएनमा आउने बाचा गर्नुभएको छ, त्यसको सफलताको लागि हामी अमेरिकन कन्भर्सेसन्स टिमबाट हार्दिक शुभकामना दिन चाहन्छौँ। धन्यवाद, थ्याङ्क यू सो मच। अब हजुरले यो मलाई यो समय मतलब मौका दिनुभयो, यसको लागि धन्यवाद। र अन्त्यमा मैले चाहिँ के पनि भन्न चाहन्छु भने अरू भ्युअरहरूलाई पनि हामी नेपाली
जहाँ छौँ नेपाल आफ्नो मातृभूमि हो, त्यसलाई माया गरौँ, सक्दो सहयोग गरौँ र समाजमा हामी आफ्नो संस्कृति र भाइचारालाई कायम राखौँ र मिलेर बसौँ। अहिले हाम्रो बिचमा कति ठाउँमा फुटहरूका अवस्थाहरू पनि देखिन्छन्, ती व्यर्थ छन् किन भन्दा सबैले आफ्नो आफ्नो गरेर खाइरहेछौँ। यहाँ कसैसँग लुट्न माग्न पर्ने अवस्था छैन। त्यो अवस्थामा कमसेकम हाँसो र सद्भाव बाँड्न सबैले सक्यौँ भने राम्रो हुन्थ्यो र त्यसको लागि सबैको चिन्तन रहोस् भन्ने शुभकामना दिन चाहन्छु। थ्याङ्क यू, धन्यवाद। त दर्शकवृन्द, आजको यस अमेरिकन कन्भर्सेसन्सबाट हामी यसमै बिट मार्ने अनुमति चाहन्छौँ। शुभरात्रि।